सर म चाहिँ इम्प्लोयर स्पोन्सर भिजामा जान खोज्दै थिएँ, तर यसको पनि भेरियस अप्सन्स हुँदो रहेछ। मेरो लागि चाहिँ योमध्ये बेस्ट चाहिँ कुन होला त? यसमा हामीसँग भएको अप्सन भनेको चाहिँ प्राय चाहिँ हामीले युज गर्ने दुईटा हो, तर अप्सन चाहिँ तीनटा छ। एउटा सब क्लास 482 भिजा। सब क्लास 482 भिजा भनेको चाहिँ टेम्पोररी भिजा हो, जसकोबाट चाहिँ सब क्लास 186 को पर्मानेन्ट भिजाको पाथवे चाहिँ हुन्छ। सब क्लास 482 भिजालाई चाहिँ सबैभन्दा कम एक्सपिरियन्स चाहिन्छ, त्यो भनेको चाहिँ 1 इयरको एक्सपिरियन्स चाहिन्छ। अर्को रिजनलतिरको पाथवे छ सब क्लास 494 भिजा। सब क्लास 494 भिजा चाहिँ रिजनलको लागि बनाएको हो, तर त्यसमा इलिजिबल हुनको लागि 3 वर्षको एक्सपिरियन्स चाहिन्छ। अर्को डाइरेक्ट पर्मानेन्ट भिजा छ, जुन चाहिँ सब क्लास 186 भिजा हो। त्यो 186 मा इलिजिबल हुन पनि हामीलाई चाहिँ 3 वर्षको एक्सपिरियन्स चाहिन्छ। त्यही भएर यो तीनटामा हामी जहाँ फल गर्छौं, हाम्रो इम्प्लोयरले चाहिँ हामीलाई जुन भिजाको लागि चाहिँ आजको दिनमा चाहिँ स्पोन्सर गर्न रेडी छ, त्यो भिजामा हामी जानुपर्छ। जानुभन्दा अगाडि चाहिँ आफ्नो इम्प्लोयर कुन उसमा छ, स्टेटमा छ, रिजनलमा छ कि सिटीमा छ, हाम्रो कुन अकुपेसनमा जाँदैछौँ, यी हाम्रो कति वर्षको एक्सपिरियन्स छ, स्किल एसेसमेन्ट चाहिने नचाहिने कुराहरू, यी सबै कुराहरू हेरेर अनि बल्ल हामीले एउटा स्पोन्सर भिजाको अप्सन चुज गर्ने हो। या त हामी दुईटा तीनटामै फल गर्छौँ भने आफ्नो इम्प्लोयरलाई अप्सन दिने हो, म चाहिँ यसमा पनि इलिजिबल छु, 186 मा पनि, 482 मा पनि, 494 मा पनि। अब त्यसमा इम्प्लोयरलाई कुन सजिलो हुन्छ, त्यसमा हामी जानको लागि चाहिँ सक्छौँ।